मान्ने त चोर भन्देऊ बाबाले तँलाई नलाने भन्न न बाबा र म नानी र बाबा जाने आइजो यहाँ च्याट्याङ गर्ने अब नानी भाइ नानीले गरे नानी हामी त गरे है भन्देऊ न
सबभन्दा ठुलो तपाईँको हो के यसो यसरी मात्र छ तर हातमा छाला हातमा दिनु भएको यहाँ भाइ किनभने पछि लगाइदिनु कि यिनीहरूलाई हतार भइसक्यो त्यो बोलेको सबै यसमा रेकर्डिङ हुन्छ है बहिनी ए भाइ के छ त है म एउटा रात अलिकति यता बस होइन यो हाम्रो भाइ निरहेको छ नि त बस्यो दादा
गर एकदम स्ट्यान्डर्ड बस मात्रै छ भाइला उसलाई दिएन पर्कितिर लाउँदै अनि त्यो राम पारेन ल छोरी ज्ञान दियो भने ए भाइ हाम्रो यो पनि यो सुँगुर यो नि अब यो हेर जिम्मेदारी नानी त बाबाले हेर नि उला उ पकास परेर समका पर्दैन नानी हेरेर हाँस बाबाले हेरेर हाँस ल बाबाले ए भाइ यता यता हेर त ओए लगे यता हेर्न बाबाले हेरेर हाँस ल बाबालाई हाँस हाँस उता हेर भोलि अहिले हेर एकछिन हेर माला लाउने एकछिन हेर यो फेरि मैले भने खाएँ उदाएर पाउमा नानी हेरौँ अझ निराटे अलिक सिधा पार्छ यहाँ भित्र त्यति राम्रो आउँदैन अहिले कोठा माथि बसेर सची छोड्न सिधा बस न बाङ्गो बस दिँदै थियो नलाइदिए अब त पहिला रातो लगाइदिए यसो फेरि रातो नभएर माथि फेरि सचीको काम लाउन भन्नु पाइँदैन नि त नानी माछा अलिक घटाउनु पारेन खाइ फेरि किनभने माला एउटा भइहाल्छ त्यो चाहिँ नाका अलिकति भएछ है खान हुन्छ
हाँ अनि तपाईँ दिदीलाई दिनु पर्छ नि बगेर छोड्छ किन बाहिर बस्न आएर बाउल गरेर अहिले त छोरी आइछ हिँड्नु ल यता बिदा यता ल एन्टी लाइट पर्छ
मैले बच्चाहरूलाई भने गहिरो होला है बेला नुहाउनु पानी खाने एक गरेर आउँदै दिएल कति माछा